अनिता भात दे त। बेकार बस्नुभन्दा केही जबहरू गर्नु नि। हट, त्यो झुसे मुसे काम के गर्नु, भविष्यमा ठुलो काम गरिन्छ। ओ छोरा, तल गएर कोदालो लिएर आइज त। आली लाउनु जानु पर्नेछ हौ, घरको कोदालो पनि भाँचेको छ। हट, जाँदिन म, मेरो काम छ। हट, मिठो पनि पकाउँदैन हो खाना। ओ ठुले, बाहिर निस्कि त। ए तपाईँ पो हो? होइन त के भएको? मेरो 700 रुपियाँ फर्काउँदैनस्? के पारा हो यस्तो? अस्ति घरमा खाने चामल छैन भनेर माया लागेर 700 रुपियाँ दिएको, 2 दिनमा फर्काउँछु भनेर खोइ 20 दिन भइसक्यो त, फर्काउँदैनस्? भलाइको त जमानै रहेन, 2 दिन के हो 20 दिन के हो। यो भात किन फ्यालेको? चामल छैन भनेर पैसा माग्न आउँछौ, भात चाहिँ फ्याल्छौ। प्रतिवर्ष भारतमा खान नपाएर भोकले नै 25 लाख जना मान्छे चाहिँ मर्छन्। यो अन्न उब्जाउन किसानहरूले आफ्नो खुन पसिना एक गरेका हुन्छन्। दुनियाँमा मान्छेलाई चाहिँ हातमुख जोड्न साह्रो परिरहेको छ, तिमीहरूलाई चाहिँ अन्न फ्याल्न पुग्ने? अन्नलाई अलिक इज्जत दिनु। ल अहिले चाहिँ म जाँदैछु। 2 दिनभित्रमा चाहिँ मेरो 700 रुपियाँ खुरुक्कै घरमा ल्याइनौ भने चाहिँ तिम्रो जानेको छु म। थैट, ठुलै गल्ती गरिएछ। अरे दाजु नमस्कार है, नमस्कार। ओहो नमस्ते नमस्ते, कताबाट? यसो गाउँतिर हौ दाजु, गाई 1-2वटा बढाउँ कि भनेर दुध निकै घट्यो, डिमान्ड पुर्याउनु साह्रो पर्छ होला नि। फेरि यसो लैनु गाईहरू कतै देख्नु भएको छैन तपाईँले? तपाईँ पनि लाग्नु भएछ प्रगति गर्न। अस्ति त गाउँतिर सब्जी माग्दै हिँड्नु हुँदै थियो। हेर्नुहोस् न भाइ, गाउँघरको पनि सबैजना जागरिलो भइसक्यो। म पनि हल्का यहाँनिर सागसब्जी रोपौँ भनेर आफै खोर्सानी रोप्नु थालेको। अस्ति पनि गाउँ बस्ती सागसब्जी रोप्नु गएको, गाली खाइयो। आफै प्रगति गरेर खानुपर्ने रहेछ भाइ। सिबी रोप्नु पर्ने रहेछ, साग रोप्नु पर्ने रहेछ। मैले त थाले हो खोर्सानी रोप्नु। तपाईँकोमा छैन यसो 1-2वटा गाई? छैन नि भाइ। ल दाजु, अब तपाईँ पनि काम गर्नु हुँदो रहेछ, ल लाग्यो म। भाइ, ल भेट्दै गरौँ न। अरे कताबाट? नमस्ते नमस्ते नमस्ते। ठ्याक्कै ढुङ्गा खोज्दा देउतै मिलेछ नि हौ, तपाईँलाई खोज्दै हिँडेको थिएँ। होइन कुरा चाहिँ के हो बल्लु भनिहालौँ त। ए दाजु, गाई खोज्दै हिँडेको नि यसो, तर पाल्नु जाने भने मात्रै सजिलो हुन्छ है। गाई पालेपछि एउटा सिस्टमले पाल्नु पर्ने रहेछ। दिनभरि जंगलबाट घाँस बोकेर त कहाँ पाल्न सकिन्छ र? हो नि दाजु, एउटा गाईलाई हरियो घाँस भनेको 5 केजीसम्म दिनु पर्दो रहेछ। कुटी 5 केजी अनि कपिला दाना 2.5 केजी, अनि दिनमा पानी 50 लिटरदेखि 80 लिटरसम्म दिनु पर्दो रहेछ दाजु। त्यही त, यसलाई सबै सिस्टम मिलाएर काम गर्यो भने एउटा मान्छेले 8 गाईसम्म पाल्न सकिने रहेछ। गाई पाल्ने यही सिस्टम राम्रो रहेछ नि। त्यही त दाजु, यसो सिस्टम मिलाएर गऱ्यो भने त हुन्छ नि, मरिमरि जंगलबाट घाँसका भारी बोकिरहनु पर्दैन नि। ल ल दाजु, अब कुरा बुझ्दा तपाईँकोमा गाई छैन रहेछ। ल भाइ, त्यसो भने भेट्दै गरौँ, म पनि लागे। अरे दाजु, ए कताबाट? यतै हिँडेको। अरे रुख काट्नु हुँदै रहेछ त हौ। अब यसरी हामीले चाहिँ रुखलाई फेदै लाएर नकाटेर चाहिँ यसको हाँगा बिगाले काम चलाउने गर्नुपर्छ। याद गर्नुहोस्। अर्को कुरा के छ भने हामी बिमारी भएर कुनै दिन हस्पिटल जाँदाखेरि पनि त हामीले अक्सिजन त्यसै पाइँदैन, किन्नु पर्छ भनेदेखिलाई यो त प्रकृतिले दिएको चिज हो, यसरी खेर फ्याल्नु मिल्दैन। अब के गर्नु त, नकाटी पनि हुँदैन। गाई बस्तुलाई घाँस खोले गर्नुपर्छ, आगो त बाल्नै पर्यो नि। त्यही भएर अलिअलि दाउरा त चाहियो नि। के गर्नु अनि, आफ्नै बारीको यसो दाउरा खोजमेल त गर्नै पर्यो नि। अब हुन त अब हामीले घर बनाउँदा के गर्दाखेरि हामीलाई काठपातको जरुरत पर्छ, तर हामीले सस्टेनेबल डेभलपमेन्टलाई हेल्प गर्नुपर्छ। र यसो गर्नाले अब एउटा हामीले रुख काटियो भने पनि मिनिमम 10 वटासम्म यसलाई बिरुवा ल्याएर जगाउनु पर्छ।
ल काटिन नि त म पनि तपाईँको कुरा सुनेर। ल जाउँ न त घरमा यसो चिया खाएर जाउँ। हुन्छ जाउँ न त त्यसो भने, उतै गएर म पनि चिया सिया खाइकन लागौँला। तपाईँको कुरा चाहिँ एकदम ठिक हो नि। कताबाट अनि? ए दाजु यसो यो बिरुवा रोपौँ कि भनेर खोजेर लिएर आएको हौ। ठिक्कै भएछ, उहाँ भाइले पनि यस्तै बिरुवा सुरुवा रोप्ने कुरा गर्नु हुँदै थियो, तपाईँले पनि लिएर आउनु भएछ। म पनि अलिअलि रोप्नु पर्यो, मलाई पनि दिनुहोस् न अलिअलि। ए लु लानुहोस् न त तपाईँ पनि अलिकति, जोगाउनु चाहिँ पर्यो है। लु ल म लागे है। ए ल ल ल ल जाउँ न त। अब भन्दा भन्दै बिरुवा पाइयो, म पनि रोप्न साथी गर्छु नि त अब यहाँनिर। रोप्दिन त, यो रुख पनि मरेछ, यो रुखको साटो। अब हामीले नै सोच्ने दिन आएको छ, आउने पिँढीका नानीहरूलाई पनि हामीले 2-4 वटा रुखपात रोपिदिनुपर्छ, सबैलाई काम दिन्छ है यसै प्रकार। भने जस्तो बिरुवा पनि भेटाइयो, ठिक्क रोप्नु पनि पर्यो, यसरी खुसी लाग्यो। यस्तै प्रकारले गर्दै जानुपर्छ। हवस्, नमस्कार, हुन्छ, म पनि नमस्कार। लाग्छु। हवस्, नमस्कार।